हामी चाहिँ के चाहिँ जुम्रा आइपुगिसकेका छौँ। यहाँ चाहिँ पार्क पनि छ, तपाईँले ग्रिन पार्क, जहाँ चाहिँ तपाईँले एकदम प्लान्टहरू, रुखहरू, ठुल्ठुलो रुखहरू, फ्रुट्सहरू फलेकोहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ विकेन्ड मनाउनु होइन, अब तपाईँहरूको यसो छुट्टीमा नानीहरूलाई लिएर प्ले ग्राउन्ड छ, जहाँ चाहिँ तपाईँले फुटबल खेल्न सक्नुहुन्छ। यहाँ पिकनिक स्पट छ, भित्र चाहिँ अडल्टको लागि चिल गरेर साथीहरूसँग स्विमिङ परेछ, खेल्दै खाँदै बस्दा हुन्छ है। नेक्स्ट टाइम हामी यहाँदेखि जिप लाइन पनि गर्नेछौँ। स्याटी पप एन्ड बार चाहिँ कमिङ सुन छ सायद चाहिँ किसी डुम्रा। हाई एभ्रिवान, गुड मर्निङ। सेवान्ने आफ्टर लङ टाइम फेरि यस्तो प्रकारले भिडियो बनाउँदैछु। पछि मेरो स्कर्ट भिज्यो। एनिवेज अहिले चाहिँ हल्का पानी पर्यो, ब्याड लक। आज चाहिँ हामी किची डुम्रा जाँदैछौँ। सो आजको भिडियो एक्सप्लोर गर्नेछौँ किची डुम्रा। सो यहाँबाट निस्केको मेरो आजको आउटफिट 1 घन्टा लाग्यो लुगा फेर्नु, प्यान्ट लगाएको पुरा मोटाइछु साथीहरू कि टाइट भयो। अन्त चाहिँ मेरो हस्बेन्ड चाहिँ अघि आएको हस्बेन्ड भिजन दाजुमा यहाँ पर्खिरहेको छ हेर्नुहोस् ल। हाई खोला न अन्त के हो के हो अन्त हेभी छ त। लु लेट्स गो। मेरो सामान हाल्नु सक्छ त। हाम्रो हिरोइनको एन्ट्री भयो। ए हेलो ठिकै हुन्छ सब। पुस्तकरी चाहिँ नानाले काठमाडौँबाट ल्याइदिनु भएको। मेरो त खाइसकेँ तर भिभन्दाको दिएको। फाइनली हामी चाहिँ किची डुम्रा आइपुगिसकेका छौँ। आजको भिडियो अल अबाउट किची डुम्राको हामी टुर गर्नेछौँ अनि यहाँ के हुँदैछ यो सबै कुरा हामी एक्सप्लोर गर्नेछौँ। आज त यो भिडियो लास्टसम्म हेर्नुहोस्, तपाईँहरू पनि रमाइलो गर्नुहोस्। आउनुहोस् लु गाइज हामी चाहिँ आइपुग्यौँ। यहीँ छ म गाडी। ए पिकनिकहरू गर्ने पुरा रहेछ है। हामी चाहिँ यहाँ आइपुग्यो। अब अझै तल होला त क्या त हो गाइज। पर चाहिँ पिकनिक पनि चल्दो रहेछ, मान्छेहरू छ यो ग्राउन्डमा। सो गाइज यहाँ हेर्नु त कस्तो ब्युटिफुल फ्रेस देखेको। हामी फाइनली आइपुगिसकेका छौँ हो। सर तल हुनुहुँदो रहेछ। सो अनि अब चाहिँ म एकजना यहाँको अरू पनि मेरो लामो लामो भिडियो गर्नु छ, त्यो भएर चाहिँ अब यस्तो भिडियो कस्तो फ्रेस देखेको है शब्द है मेरो पुरा। यो जग्गामा दामी भिडियो म तिमीलाई कपी गरिदिनु पर्यो। यो मन पर्यो नानालाई है। यहाँ चाहिँ विकेन्ड मनाउनु होइन, अब तपाईँहरूको यसो छुट्टीमा नानीहरूलाई लिएर आउनु। स्विमिङहरू पनि गर्ने जग्गाहरू रहेछ। म तपाईँलाई आजको जग्गा यहाँको विषयमा देखाउँदै जान्छु ल। ए तपाईँहरूको बेबीहरूलाई यहाँ लिएर आउनुहोस् है। कति इन्जोय गरिरहेको छ नानीहरूले बिचारा। यहाँ हेर्नु त है। यो खाँदै फ्राइज खाँदै यहाँ गफ गर्दै सरहरूसँग फ्रेन्च फ्राइज खाएर पनि अब चाहिँ यो खान आँटेको छौँ। अब आएर हाम्रो यो 2टा अर्डर भइसकेको छ। अब गाइस यहाँ त नि मैले खाएको कि कस्तो मिठो खालको आँप गुल्यो। यहाँ त घर पनि राख्नु भएको यहाँ त पुरा मिठो खालको रहेछ आँप त। सो गाइज अहिले भने चाहिँ हामी मजाले फ्यामिली रेस्टुरेन्ट पनि छ, त्यहाँ तपाईँहरूले मजाले फुड इन्जोय गर्न सक्नुहुन्छ। जस्तो अब हामीले अहिले भर्खर खायौँ है। अनि यहाँ चाहिँ के अरे यो ग्रिन पार्क पनि यस्तो बेसी फेसिलिटिजहरू रहेछ। म त अहिले आँप पनि खाएँ होइन। यहाँ छ भिभन्दाहरू। यहाँ चाहिँ तपाईँले मजाले फोटोसुट भिडियोहरू गरेर यहाँ नाना पनि बसिरहनु भएको छ होइन। यहाँ चाहिँ पार्क पनि छ, तपाईँले ग्रिन पार्क, जहाँ चाहिँ तपाईँले एकदम प्लान्टहरू, रुखहरू, ठुल्ठुलो रुखहरू, फ्रुट्सहरू फलेकोहरू देख्न सक्नुहुन्छ। अहिले चाहिँ आँपको सिजन छ। अघि हामीले खायौँ पनि। अलिकति खुल्ला लुगा लाउने हाफ प्यान्टहरू लिएर आएको छौँ कि अन्त त्यही भएर चेन्ज गर्नु गएको, गरम भयो नि त चेन्ज गर्नु गएको। अर्को जग्गा चाहिँ मैले तपाईँहरूलाई अघि ग्रिन पार्क देखाएँ भने अहिले भने चाहिँ तपाईँहरूको लागि यो प्ले ग्राउन्ड छ, जहाँ चाहिँ तपाईँहरूले फुटबल खेल्न सक्नुहुन्छ। यहाँ पिकनिक स्पट छ। ऊपर जुम गरेर पनि देखाइदिँदैछु तपाईँहरूलाई। यहाँ हेर्नुहोस् है, पिकनिकको लागि आउनु भएको छ हो। यहाँतिर पिकनिक तपाईँहरूले खाँदा पनि हुन्छ, आफै इन्जोय गर्दा पनि हुन्छ। यस्तो ठुलो पार्क छ है यहाँ चाहिँ। अनि यहाँ आएर चाहिँ तपाईँको एक दिन चाहिँ मजाले नै उयो हुन्छ। अब तपाईँले ग्रिन पार्क देख्नु भयो भने यो चाहिँ प्ले ग्राउन्ड हो है। यहाँ भने चाहिँ यहाँ माथि फर्स्टमा पनि पार्किङ एउटा तपाईँले पाउनु सक्नुहुन्छ भने सेकेन्डमा तपाईँले यहाँ आएर पनि पार्किङ तपाईँले मजाले फेसिलिटिजहरू गाडीहरू लिएर राख्नु सक्नुहुन्छ। यो पनि प्लस पोइन्ट छ है किची डुम्राको। म रेडी भइसकेको छु होइन, नानीहरू रेडी भएको छ। यहाँ चाहिँ तपाईँको स्विमिङ कस्ट्युम पनि एभाइलेबल छ। अनि अब चाहिँ हामी एकछिन स्विमिङ खेल्नु छ। पानी हल्का पर्दैछ, छिटो छिटो खेलिहाल्नु। यहाँ चाहिँ नानीहरूको लागि छ। यो चाहिँ फर चिल्ड्रेन। हाई नाना। भित्र चाहिँ अडल्टको लागि। यहाँ दुईजना रेडी भएर बसिरहेको छ। खेल्नु चाहिँ हो कि लु यहाँ 3 जना पोसे लु। स्विमिङ पुल
Hi guys! सो गाइज हामीले चाहिँ जर्सी पनि लगाइसकेको छ है अनि यहाँको चाहिँ आज हामी म चाहिँ मेन सपोर्ट अब अर्जेन्टिनालाई मनपर्छ मलाई चाहिँ होइन अनि यहाँ चाहिँ अर्जेन्टिना म मात्रै हेरेर मेरो ब्राजिल बुढा पनि फेरि यहाँ अर्जेन्टिना भइगएको छ फेरि यहाँ चाहिँ नाना हुनुहुन्छ हो हामी सबैजना अहिले एउटा हामीले सानो सुट पनि गऱ्यो अन्त फोटो सुटको लागि हामीले लु गाइज हामी चाहिँ साह्रै भोकाएको छौँ यो चिकन यो के हो ललिपप हो अनि यो पटेटो के होला चिल्ली रामेन एन्ड यो अब चाहिँ हामी यो खाएर निस्किने यति इन्जोय गऱ्यौँ कि अनि एउटा कुरा चाहिँ म तपाईँलाई जेन्युन भनिदिइहाल्छु यहाँ चाहिँ भर्खर नै 1 month पनि भएको छैन सली लिनुभएको अनि यहाँ चाहिँ अलिक अन्डर कन्स्ट्रक्सन चलिरहेको छ कतिवटा अलिअलि कतिवटा तपाईँहरूलाई के अरे के भन्छ त्यसलाई असुविधा हुनसक्छ किनभने भर्खर चलिरहेको छ तर जोड इन्जोय चाहिँ गर्नुहुन्छ तर अब अझै आउने दिनहरूमा उहाँहरूले अझै प्रपर वेमा अन्डर कन्स्ट्रक्सन लाउँदै गर्नुभएको रहेछ अब अलिकति टाइम लाग्छ नि त किनभने यो पहिला क्लोज भएको थियो नि त किची डुम्रा हो अहिले भर्खरै रिओपन भएको कारणले गर्दाखेरि चाहिँ तर एकदम हामीले चाहिँ इन्जोय गऱ्यौँ खाँदै यता त ग्रिनरी खानेकुरा मिठो छ खानेकुरा पनि जेन्युनली यस्तो राम्रो छ हामीले खायौँ मजाले खायौँ यसरी खाँदै यो मजाले खाँदै भिडियो गर्नुहुँदैछ कि फोटो यहाँ हेर्दै यस्तो दामी भ्यू देख्दैछ यहाँ हेर्नु किची डुम्राको पुल यो खोला वा यस्तो अघि आउनु पर्थेछ हामी कि हामीले मिस गऱ्यौँ होइन न अहिले भर्खर देख्यौँ नि नेक्स्ट टाइम हामी अलिक छुट्याएर हेर्नेछौँ यहाँबाट नेक्स्ट टाइम हामी यहाँदेखि जिप लाइन पनि गर्नेछौँ स्याटिस यहाँ हेर्नु ल यहाँ हेर्नु यहाँ हाइट पनि कस्तो डर रहेछ तल डर लाग्यो नि त जिप लाइन चाहिँ रेला होइन रहेछ यहाँ अन्त यहाँदेखि चाहिँ उपाधि पुग्नु भनेको चाहिँ रेला हो अन्त यहाँ पुग्नु पर पुग्नु हो नि त यत्रो टाढोदेखि यो अन्धेरोमा यस्तो उयसमा चाहिँ मजाले खिच्ने इच्छा गरेको थियो तर भएन है नेक्स्ट टाइम आउने नेक्स्ट टाइम एकदम भिजिट गर्ने एकदम राम्रो रहेछ किची डुम्रा है अनि यहाँ चाहिँ भर्खरै ओपन भएको कारणले गर्दाखेरि अझै मजाले बनाउनु हुँदै रहेछ सरले तर एकदम राम्रो आजको हाम्रो दिन चाहिँ एकदम राम्रो भयो सुन्यो कराएको मेरो बुढा सो गाइज अब भन्छ हामी सबैजना फर्केर यता आउनु नसक्छ यो कमियर अनि तपाईँहरूलाई के कस्तो के भयो एक्सपिरियन्स मजा आयो कि मेरो त फर्स्ट टाइम थियो एकदम राम्रो लाग्यो होइन जग्गा मलाई त त्यसै पनि गरम जग्गा मनपर्छ होइन अन्त मजा आयो खानेकुरा एकदम दामी साँच्चै भने तपाईँ भनिदिनु मलाई दामी लाग्यो मार्केटिङ गर्नु हुँदो रहेछ दामी लाग्यो म छोटो गरेर तपाईँ भनिदिनु तपाईँलाई कस्तो लाग्यो राम्रो लाग्यो मजा आयो नेक्स्ट टाइम आउनु मन पर्यो हामी फेरि नेक्स्ट टाइम भिजिट गर्नेछौँ ल थ्याङ्क यू बाई बाई गाइस एउटा कुरा चाहिँ तपाईँहरूलाई मेन्सन गर्नै बिर्सेछु कि पप एन्ड बार चाहिँ कमिङ सुन छ सायद चाहिँ किची डुम्रामा यो चाहिँ भन्नै बिर्सेछु पप एन्ड बार पनि कमिङ सुन